जीवनको भोगाइ र बुझाइलाई महसुस गर्दै त्यसैबाट पाएका अनुभवहरूलाई सम्हाल्दै एउटा कविता लेख्ने प्रयास गरेको छु। सुनिदिनु होला है, राम्रो लाग्यो भने र प्रतिक्रिया पनि दिनु होला। कविताको शीर्षक छ जीवनको द्वन्द्व। कहिले उज्यालो कहिले अन्धकार, कहिले उज्यालो कहिले अन्धकार, जीवन मेरो एउटा रहस्यमय संसार। मनको कुनामा अघि उठ्छ कहिले, मनको कुनामा आधी उठ्छ कहिले, फेरि शान्त समुद्र जस्तो बन्छ कहिले। दुःखको छायाले घेर्छ सपना अधुरो आशा टुक्रिएर ढल्छ। दुःखको छायाले घेर्छ सपना अधुरो आशा टुक्रिएर ढल्छ। तर त्यो पीडा नै शिक्षक बन्छ, तर त्यो पीडा नै शिक्षक बन्छ, भित्रको बल त्यसैबाट जन्मिन्छ। सकारात्मक ऊर्जाले हिम्मत दिन्छ, सकारात्मक ऊर्जाले हिम्मत दिन्छ, हराएको विश्वास फेरि फर्काउँछ। घाम अस्ताउँछ अनि बिहान पर्खिन्छ, घाम अस्ताउँछ अनि बिहान पर्खिन्छ, रातपछि बिहान सधैँ आउँछ। दुवै ऊर्जा छन् मेरो शरीरको रङ्ग, दुवै ऊर्जा छन् मेरो शरीरको रङ्ग, अन्धकार उज्यालो दुवैमा मसँग, अन्धकार उज्यालो दुवै मसँग। धन्यवाद।